हेलो दर्शकहरू नमस्ते। मैले आजको भिडियोमा कान पाक्ने रोगको बारेमा केही जानकारी लिएर आएको छु। कान पाक्ने रोगलाई खास गरी हामीले दुई भागमा विभाजन गर्न सकिन्छ। एउटा नगनाउने खालको र अर्को चाहिँ गनाउने खालको। नगनाउने खालको पिप आउने समस्यालाई सामान्य नै मानिन्छ। यो चाहिँ रुगाखोकी लाग्दाखेरि कान बढी पाक्छ, तर सधैँ पाक्दैन। जस्तै एक वर्षमा 3-4 पल्ट पाक्ला, 3-4 दिन रहला, दबाई खाएपछि राम्रो होला, र सधैँ पाक्दैन। पाक्दाखेरि धेरै फोहोर चाहिँ बाहिर आउँछ। तपाईँले देखे जस्तै यहाँ पिप बाहिर आएको हुन्छ, र हामीले प्रोफ्युज डिस्चार्ज भनेर भन्छौँ। र बिस्तारै बिस्तारै कान पाक्दै गएपछि कानको सुन्ने शक्ति कम हुन्छ भने कानको जाँच गर्दाखेरि पर्दामा प्वाल देखिन्छ। यो चाहिँ पर्दामा प्वाल देखिएको, कानको पर्दामा प्वाल देखिएको छ। यस्तो रोगलाई कानको माथि वा पछाडिबाट सानो झिल्ली निकालेर प्वाल बन्द गर्न सकिन्छ। त्यसलाई हामीले माइरिङोप्लास्टी भनेर भन्छौँ। यहाँ अपरेसन गरेको पनि देखाइएको छ। आजकल त दूरबीनले पनि अपरेसन गर्न सकिन्छ। दूरबीनद्वारा थोरै धेरै नकाटिकन काटेको देखिँदैन। अर्को चाहिँ गनाउने खालको पिप आउने समस्या। यो अलि जटिल हुन्छ। यसलाई चाहिँ हामीले जटिल खालको रोग मानिन्छ। यस्तो खालको रोगमा कानबाट कम मात्रामा पिप आइरहन्छ, कहिलेकाहीँ कोट्याउँदाखेरि पिप आएको देखिन्छ, र यो रोगले कानको हड्डी कुहिन्छ, कानको सुन्ने शक्ति पनि कम हुन्छ, र कानको पछाडि पाक्ने र दिमागमा पनि असर पार्न सक्छ। तसर्थ यो समस्या भएकाहरूले तुरुन्त नाक कान र घाँटी सम्बन्धी डाक्टरलाई देखाएर सल्लाह लिनुपर्ने हुन्छ, किनकि यसले दिमागमा समेत असर पार्न सक्ने भएकोले यो डेन्जर खालको रोग हो। तपाईँले यहाँ देख्नुहुन्छ यो कानको पछाडिपट्टि पिप जमेको छ। यो चाहिँ कान पाकेर पिप जमेको, हड्डी कुहिएर पिप जमेको हो। यो चाहिँ कानको जालीभन्दा माथिपट्टि प्वाल परेको छ, यहाँ इन्फेक्सन भएको छ, बोन डिस्ट्रक्सन भएको छ भनेदेखि यहाँ ब्रेनमा पनि यसको पिप गएको देखिएको छ। यो चाहिँ ब्रेनमा पिप गएको देखिएको अलिक जटिल खालको हुन्छ। त्यसर्थ कानको गनाउने खालको रोग आएमा तपाईँहरूले चिकित्सकलाई देखाइहाल्नुपर्छ। यो रोगको उपचार गर्दाखेरि कानको हड्डी खुर्काउनु पर्ने हुँदा कानको सुन्ने शक्ति पनि अलिक कम हुनसक्छ, किनकि जुन नर्मल अस्सिकल्सहरू छन्, रोग लागेका अस्सिकल्स हामीले निकाल्छौँ। तसर्थ सुन्न अलिक कम हुनसक्छ भने बेला बेलामा डाक्टरसँग सल्लाह लिएर कान सफा गराउनुपर्छ। यो चाहिँ अपरेसन गरेपछि प्वाल ठुलो बनाएको हो, तसर्थ कहिलेकाहीँ फोहोर जम्मा हुन्छ भने यसलाई चाहिँ हामीले टाइम टाइममा सफा गर्न पर्ने हुन्छ, तपाईँहरू आउनुपर्ने हुन्छ। यी दुवै थरीका रोगको उपचार गरेमा कानको सुन्ने शक्ति राम्रो हुनुका साथै अन्य ठुला जोखिमबाट पनि मुक्ति पाउन सकिन्छ। कानको स्वास्थ्य राम्रो राख्नको लागि कानमा तेल हाल्नु हुँदैन, पानी पार्नु हुँदैन, कान कोट्याउनु हुँदैन, जोडले सिँ गर्नु हुँदैन, र तपाईँहरू चाहिँ यति गरेमा कानको स्वास्थ्य राम्रो हुन्छ। तपाईँलाई कान सम्बन्धी अन्य जानकारी चाहिएमा हामीलाई पोखरा नयाँ बजारमा श्री कृष्ण ENT केयर सेन्टरमा कन्ट्याक्ट गर्न सक्नुहुन्छ। हाम्रो फोन नम्बर 061 55 31 50 र 98 461 66 733 हो। धन्यवाद।